अर्को छोरा मान्छेको है, यो चाहिँ छोरी कसैको घरमा गए पनि आमा बुबाले हालखबर सोधिरहेका हुन्छन्, तर कुनै छोरा एउटै घरमा बसेर पनि राम्ररी बोल्दैनन्। महोदय, यस्तै छ, क्यार्नु परदेशी जिन्दगी भयो, आफू त होइन, यस्तै चल्दैछ। त्यही भएर छोरा मान्छेलाई भनेको कहिले पनि घर बसेर पुग्दैन, यो भनेको अर्थ नै त्यही हो। र छोरा मान्छेलाई घर बसेर कहिले पनि पुग्दैन। छोरी मान्छे अब बसोस् 8 महिना बसोस् 9 महिना बसोस्, तर छोरी मान्छेलाई कसैले केही भन्दैन के। अगर छोरा मान्छे बस्छ घरमा 2-3 महिना मात्र बसोस् न त फ्यामिली राम्रोसँग बोल्छ, न त आफ्ना रिश्तेदार होइन, मतलब के भन्छन् पाहुनाहरू पनि बोल्दैनन् के। त्यही भएर छोरा मान्छेको जिन्दगी भनेको नर्क हो के होइन, कमाउनै पर्ने के।